होइन यो विघटित आज विघटित हुँदै गरेको नेकपा एकीकृत समाजवादीले पोलिट ब्युरो बनाएको त्यो पोलिट ब्युरो चाहिएन मलाई। अनि सुन्नु न, अब एमालेको त महाधिवेशनको मिति नै घोषणा भइसकेको छ, अबको अध्यक्ष चाहिँ कसले बनाउनु? अब यो त त्यो महाधिवेशन जान पाइन्छ कि पाइँदैन, भर्खर नयाँ जान लागिआए यत्रो गर्ने कसरी भन्ने मैले रातो कार्पेट ओछ्याइदिनुहुन्छ त्यो उहाँहरूको अब अहिलेसम्म त ओछ्याएन नि त, अहिले त बसेरको यही पहेँलो कार्पेटमै छौँ नि। अब रातो हुन्छ कि कालो हुन्छ कि सेतो हुन्छ कि उहाँहरूले जान्ने हो होइन। त्यस कारणले गर्दाखेरि अब महाधिवेशनमा को अध्यक्ष हुन्छ यो कुरो हामीलाई थाहा छैन। त्यो ठाउँमा पुगिन्छ कि पुगिन्न, त्यो पुगिन्छ भन्ने आशाले फेरि हाम्रो आज घोषणा खालि के हो त भन्दाखेरि 4 वर्ष अगाडि विद्रोह गरेर हामी आएका साथीहरू विचलित छैनौँ। कोही कतै मिल्न जाने, कोहीले नयाँ पार्टी खोल्ने, यो लफडामा नपरौँ, हामी आफ्नै एउटा चाहिने मूल घरमा फर्क्यौँ भन्ने हाम्रो चाहना हो। हाम्रो चाहना है यो, फेरि तपाईँहरू क्लियर हुनुहोस्, गइसकेका छैन, हाम्रो चाहना हो। अब चाहना अनुसार उहाँहरूले के गर्नुहुन्छ, अब यति कुरो पत्रकार सम्मेलन मार्फत भने जस्तो उहाँहरूले नि कन्ट्याक्ट गर्ला नि त। अब हामीलाई केपी ओलीसँग त धेरै पटक तपाईँको छलफलै भइसक्यो होला नि। यस्तो छलफल त प्रचण्डसँग नि हुन्छ, शेरबहादुर देउवासँग नि हुन्छ, छलफल त सबैसँग भइरहेको छ। एकता घर फर्किने भन्ने होइन, उहाँहरूले सुन्नु न, उहाँहरूले पटक पटक आह्वान गर्नुभएको छ, त्यसलाई नै पोजिटिभ रूपमा लिएर हामीले एउटा यो काम गरेका हौँ। त्यस कारणले गर्दाखेरि अहिले नै यसो हुन्छ भन्ने स्थिति छैन। हाम्रो चाहनाको कुरो अब रामकुमारी बहिनीले बरु घुमाएर कता भन्नु, म डङडङटी बोल्ने मान्छे हेर्नु कुरो बुझ्नु हुँदैन। त्यस कारणले गर्दाखेरि हाम्रो चाहना नेकपा एमाले पुरानो घरमा फर्किने। फर्किसकेपछि फेरि हजुरहरूले त्यस्तै व्यवहार भयो भने फेरि हजुरहरू उठ्नुहुन्छ। तपाईँ एउटा कुरो के तपाईँ के हामीलाई के व्यवहार हुने भने केही चाहिएकै छैन, यत्रो व्यवहार चाहियो हामीलाई। 4 वर्ष अगाडि भएको जुन व्यवहार फेरि हजुरहरूले दोहोरियो भन्ने कुरो मान्नु। 4 वर्ष अगाडि पनि व्यवहार केही भएको थिएन, त्यस्तो लागेर आएको हो, गल्ती गरियो यत्रो। एमाले भित्र पार्टी अध्यक्षको त्यत्रो आलोचना भइरहेको छ क्या अहिले, त्यो नेतृत्वलाई तपाईँहरू चाहिँ स्वीकार्न राजी तपाईँले कुरो होइन। आलोचना कसको छैन? भगवान श्रीरामको नि आलोचना भयो, कसको आलोचना हुँदैन? आलोचना नभएको एउटा चिज देखाइदिनु नि मलाई। तर आलोचना हुन्छ के विषयमा? ल 24 गते को घटना, 23 गतेको घटना केपी ओलीको कारणले मात्रै घट्यो भनेर केपी ओली माथि मात्रै थुपारेर सुख पाइन्छ? यदि केपी ओलीको कारणले मात्रै 24 गते 23 गते घटना घटेको हो, जेएनजी विद्रोह भएको हो भने त किसान सेठको घर किन जलायो, माधव नेपालको घर किन जलायो, शेरबहादुर देउवाको घर किन जलायो, झलनाथ खनालको घर लगायत विभिन्न नेताहरूको किन जलायो? एमालेको मात्रै जलाउनु पर्थ्यो, केपी ओलीको मात्रै जलाउनु पर्थ्यो, मेरो किन जलायो? सुन्नुहोस् न, जिम्मेवारी लिइरहने कुरोमा दुई मत भएन, तर जिम्मेवारी लिइरहँदा उहाँको आदेश पनि त मान्नु पर्यो नि। तपाईँहरूले हालत हेर्नुहुन्छ, राजीनामा नदिकन सुरक्षा दिन्न भनेको तपाईँहरूले सुन्नु भएको छैन कि? सुन्नु भएको छैन? राजीनामा दिएपछि बल्ल सुरक्षा दिन्छु भन्ने सुरक्षा निकायको कुरो सुन्नु भएन तपाईँहरूले? हिजो होइन भन्नुभयो होइन, हो र होइन मलाई थाहा छैन, तर हामीले सुनेको त त्यही हो नि। कान्तिपुरको इन्टरभ्यूमा उहाँले स्पष्ट भन्नुभएको त्यो कुरो होइन भन्ने सक्नुभयो। अब सुन्नु, मलाई थाहा छैन, तर हामीले बुझेको यही हो। त्यस कारणले धेरै कुराहरू मेरोसँग सम्बन्धित कुरो हजुरले गर्नुहोस्। साथीहरूलाई म फेरि पनि के भन्न चाहन्छु, म स्पष्ट बोल्ने मान्छे हो, म घुमाएर बोल्ने मान्छे होइन। पाएसम्म एमालेमा जाने हो। धन्यवाद।